आजको बिहान चाहिँ मैले दाँत माझेरै गरेँ है। अब यता गाउँघरतिर त अब उत्यो हुँदैन नि त, त्यही भएर कोइलाले माझिदिएँ होइन। त्यहाँदेखि लाएर अनि फेस पनि यसो धोएँ। अनि मेरो कपाल चाहिँ कति ठाडो हुँदो रहेछ है। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। कस्तो यार भने जस्तो लगाएर फेरि म चाहिँ कपाल पुरै मिलाएर बस्न थालेँ होइन। अनि कपाल मिलाएर अनि फेस सेस धोएर अब हजुरहरूलाई त थाहा छ मेरो रुटिन। अनि म चाहिँ त्यही रुटिन फलो गर्दै अनि मुख धोएँ। अनि त्यसपछि म चाहिँ फेरि डेकोरवाला चाहिँ जहाँ पनि लिएर हिँड्छु क्या। अनि त्यही भएर एकदम सजिलो। अनि फेस धोएँ मैले। अनि कस्तो राम्रो वेदर देखिरहेको थियो। अनि अब त रेडी हुनु पऱ्यो भनेर एकछिन त्यो भाइसँग फान्दै बसेँ। जुत्ता अस्ति लास्ट ढिलो फोहोर भएको थियो। अनि म त्यहाँ बसिरहेको थिएँ नि त। अनि त्यो भाइ माथि बसिरहेको थियो, फेरि तल पलिस नभएपछि म चाहिँ सानै बेलादेखि नै तेल हाल्दै चिल्लो पारिदिने हो क्या जुत्ता। म त फेरि खत्रै हो नि त। तपाईँहरू चाहिँ के हुन्छ मलाई थाहा छैन है, कमेन्ट हाल्नु त ल। अच्छा अब पुरै क्रिम स्रिम दलेर होइन रेडी भएर भित्र गएर आएर ऐना सैना लिएर आएर राम्री बनेर रेडी हुँदै थिएँ। अनि अब ड्रेस पनि चेन्ज गर्नु पऱ्यो है। अनि मैले चाहिँ तल लाउने गाजल चाहिँ म कहिले पनि छुट्याउँदिनँ, किनकि मलाई एकदम मन परेको छ तल लाउने गाजल। अनि चिया खाएँ है। अनि यतातिर चाहिँ कति भने 8 बजी ठ्याक्क गाडी आउँछ अरे होइन। अनि त्यहाँसम्म हिँडिजानलाई आधी घन्टा चाहिँ त इन माई गेस लाग्छ। अनि 20-25 मिनट लाग्छ। अनि त्यो टाइम अब यही ड्रेसमा त जाने होइन। त्यही माथि मैले यसको नि निकालिदिएर राखेको छु कि म बाँदर घाट पनि नर्छु होला होइन। अब ड्रेस फेर्नु पऱ्यो नि त। अनि म चाहिँ ड्रेसेस फेरेर पुरै रेडी हुँदै थिएँ। फेरि म चाहिँ मान्छे नै ब्ल्याक बनाएर हिँड्दिनँ नि त। ल ओछ्यान त पट्याउनु पऱ्यो भनेर फेरि बिर्सिछु होइन। अनि फेरि ओछ्यान पट्याउन थालेँ। अरूले चाहिँ के गर्छन् थाहा भएन, तर म चाहिँ सम्झेपछि मात्रै ओछ्यान पटाउँछु है। अनि ओछ्यान पटाएर फेरि त्यो माथिको दिन खोलिदिएँ पर्जाहरू। कपाल पनि के भएको यस्तो हो। म चाहिँ हिँडेको है त। अब चाहिँ 7:30 7:45 भइरहेको होइन। 8 बजी गाडी आउँछ। अनि यहाँ दिदीले फेरि कसैले पठाइदिनु भएको झोलामा कपाल। फेरि हेर न के यार के भयो नि मेरो कपाललाई यार। ठिक छ अहिले फेरि भिडियो बनाउँदै बस्यो भने फेरि गाडी नै छुट्यो भने के गर्नु। त्यही भएर म चाहिँ कालु हिँडिरहेको छु है। तर यो जे भए पनि कोठी यस्तो देख्दो रहेछ है। त्यही बाटोसम्म पुगेँ। उहाँले चाहिँ मलाई छोड्न आउनु भएको अरे तल। आएको हो र गाडी आएको हो र। अनि म चाहिँ बसको लागि भनेर आधी घन्टा वेट गर्नुपर्ने जस्तो भइसकेको थियो। 15-20 मिनट चाहिँ वेट गरिसकेको थिएँ। अनि उहाँले चाहिँ मलाई ल अब जाउँ त बिस्तारो भनेर जानुभयो। वेदर पनि राम्रो भइरहेको थियो। अनि गाडी पनि ठ्याक्क आइपुग्यो है। अनि गाडी आउनु साथमा चढेको गाडी चाहिँ ठिकै थियो, खाली नै थियो। अनि वेदरहरू कस्तो राम्रो भइरहेको थियो होइन। पछि त आमा हो यो गाडी प्याक भएर बाफ्रे बाफ यति गाह्रो भयो कि मैले चाहिँ त्यो गाह्रो भएको कारणले गर्दा भिडियो पनि खिच्न पाइनँ। अनि आएँ आउने बित्तिकै एकछिन सुतेँ होइन। अनि सुतेर उठ्ने बित्तिकै फेरि ड्रेस चेन्ज गरेर फेरि म उता भक्तपुर पान्तोलतिर लागेँ। अनि आइएम सो सरी है मैले भिडियो हाल्न पाइनँ। यदि सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु।